मैले 8 लाख जति कमाएको थिएँ होला दुईटा गेमबाट 10 मिनटमा 10 मिनटमा 10 मिनट 8 लाख कमाएको थिएँ होला। तर त्यो 8 लाखमा पनि अझै 2-3 लाख रुपियाँ एक्स्ट्रा एड गरेर मैले जाजरकोटमा काम गरेको चाहिँ नबिर्सिनु नि फेरि। अनि वी हेभ अहिले चाहिँ हामीसँग हुनुहुन्छ विपन थापाजी हुनुहुन्छ। हजुरहरूले म लास्ट मोटिभेटेड भएको छ है साँच्चीकै भनेको। नमस्कार सम्पूर्णमा, तपाईहरू अहिले हेर्दै हुनुहुन्छ कुल ग्याङ युट्युब च्यानल। तपाईहरूलाई स्वागत छ। जसले हेर्दै हुन्छ प्लिज सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला है त। यो च्यानलमा पहिलेदेखि मैले कुलबोयको लाइभ स्ट्रिमहरू कुलबोयको बारेमा हाल्ने गरेको थियो। सबैजनालाई एकदमै मन पराइदिनु भएको छ, त्यसको लागि थ्याङ्क यू सो मच। अझै पनि तपाईँहरूले माया गर्नुहुन्छ भन्ने अपेक्षा राखेको छ। कुलबोयको मुभी आउँदैछ होस्टल 3, जम्मा 2 दिन बाँकी छ। कुल ग्याङहरूको लागि एकदम बुकिङ स्टार्ट भइसक्यो, बुकिङ ओपन भइसकेको छ। तपाईँहरूले टिकट बुकिङ गर्न सक्नुहुनेछ। सबैजनाले कुलबोयलाई सपोर्ट गर्ने टाइम आएको छ। र धेरै कतिपय मान्छेहरूले कि टिकटकर हो, टिकटकदेखि आएको हिरो राम्रो छैन भन्ने पनि सुनिरहेछ। त्यो भनेको कुलबोयलाई भर्खर चिन्दै गरेको क्या यिनीहरूले। भर्खरै अब कुलबोय कस्तो मान्छे हो के हो भनेर थाहा छैन यिनीहरूलाई, भर्खर चिन्दैछन् नि त। यो मुभीमा आयो त्योदेखि टिकटकर रहेछ, यसको मुभी राम्रो छैन। तिमीहरूले यहाँ अहिले भर्खर चिन्दैछौ क्या। पुरानो पाना पल्टाएर हेर कि कुलबोय कस्तो मान्छे हो, के हो, समाजमा कस्तो काम गरेछ, कति सहयोग गरेछ, कति पोजिटिभ भाइब पोजिटिभ कुराहरू छोडेछ। उसको कुराले कति मान्छेहरू चाहिँ सही बाटोमा हिँडिरहेछ। कस्तो कस्तो मान्छेहरूलाई सुधार्ने हरेक कुराहरू पोजिटिभ थिङ। यार कुलबोयको बारेमा नराम्रो भन्ने मान्छे त त्यो छैन क्या त्यसको। ठिक छ। मुभी एकदम ब्लकबस्टर बनाउनुपर्छ। सबैजनाले सपोर्ट गरिदिनु होला। हाउसफुल गर्नुपर्छ पुरै। दुबईमा, ओमानमा, बहराइनमा तपाईँहरूले 13 मार्चदेखि हेर्न सक्नुहुनेछ। ओके, सब्सक्राइब गर्नु होला। अहिलेको लागि यति नै। चल्दैको ताता थिएँ यहाँ। मैले 8 लाख जति कमाएको थिएँ होला दुईटा गेमबाट 10 मिनटमा 10 मिनटमा 10 मिनट 8 लाख कमाएको थिएँ होला। तर त्यो 8 लाखमा पनि अझै 2-3 लाख रुपियाँ एक्स्ट्रा एड गरेर मैले जाजरकोटमा काम गरेको चाहिँ नबिर्सिनु नि फेरि। जाजरकोटमा गएर मैले दिएको थिएँ सबै कुराहरू। त्यस्तो चाहिँ म कहिले पनि त्यो टिकटकबाट कमाइ हुन्छ भन्ने म चाहिँ त्यस्तोमा चाहिँ लाग्दैन है। म चाहिँ गरेको पनि छैन अहिलेसम्म त्यस्तो धेरै। जति पनि उठ्छ म जति पनि गर्छ म सबै लगाइदिन्छु सोसियल वेलफेयरमा। त्यति नै हो मेरो कुरा। लाखौँजनालाई मोटिभेट गर्न हाल्छ कि म त दाइ छक्क परेको मेसेज देख्दाखेरि। आम्बो कहिले पनि होइन, कहिले पनि यताउति नहोस्, यताउति दिमाग नभड्कियोस्। सबैजना माया गरेर राख्नुभएको छ, सबैजनाले रेस्पेक्ट गरेर राख्नुभएको छ। यो जर्नी सफल होस्, हजुरलाई जितेको देख्न पाएँ यो कुराहरूबाट होइन। हजुर, जे जस्तो पनि छ फ्यामिलीमा जे जस्तो पनि गरेर राख्नुभएको छ। यताउति जानुहुन्छ, कहिले स्कुल टिप्न जानुहुन्छ, कहिले के टिप्न जानुहुन्छ, सब कुरा हेरिरहेको छु मैले। सबै कुरा हामी अपडेट भएर बसिरहेको छौँ। यो हो रियल कन्टेन्ट, यो हो रियल लाइफ स्टोरी है। त्यसैले आज हामी सुन्नेवाला छौँ विपनजीकै मुखबाट है यो कुराहरू भयो, के कुराले चाहिँ हजुरलाई के गर्यो है, सबै कुराहरू सुन्नेवाला छौँ। म आज चुप लाग्नेवाला छु, किनकि यो सुन्नुपर्ने जरुरत छ कि यो कुरा चाहिँ मान्छेहरूसम्म पुग्नुपर्ने जरुरत छ होइन। विपन राम्रो गरेर आउनुभएको छ। चाँडै नै विन भएको देख्न पाऊँ, चाँडै नै जितेको देख्न पाऊँ। फेसमा मैले डे 1देखि हेर्दाखेरि डे 1देखि अहिले डे 35 पुग्नेलासम्म फेसमा ग्लो हेरेन मान्छेहरू कुन चाहिँ मस्टुराइजर अलि मोटाइरहेको छु। अब अहिले चाहिँ म भन्दिनँ, तर जुन दिन फिल हुन्छ होइन, कपाल सपाल पनि चट्ट काटेर फ्रेस कट कि फ्रेस हुँदैन हजुर, फ्रेस हुँदैन, फ्रेस कट। हजुर, त्यसमा चाहिँ मलाई देख्ने यस्तो धोको छ, बबाल धोको छ। हुन्छ दाइ। विपनजी लेट्स गो। अब आज हामी सुन्नेवाला छौँ विपनजीको स्टोरी। सबैजना दामीसँग बस्नु होला। ओके सुनौ। खासमा छोड्नु कारण चाहिँ भनेको मेरो रिलेसन अलिकति गाह्रै परिरहेको थियो। अब मुखुक छाड्दै हात पनि लबरे होइन घरिघरि। अनि पछि रिग्रेट गयो। फ्यामिलीमा नि घर सरको तोडफोड गर्दै खाएको तालमा दिनभरि कोडा भन्दै तोडफोड गर्दै बस्थेँ। सिक त